काँदा नानी विशिष्ट व्यक्ति हिमाल समाजको कला संस्कृतिका बान्छिपका स्टोरी इलाथिकाबाको महान व्यक्ति दफाका भेटिकाइगा इदै कथाका एला वादफा उनका आशीर्वाद लाम्पलिका आशीर्वाद चुम्नु भोका आमै दफाबु लगतै उनको साथता उनको सानिध्यबु एकदम धन्यवाद भेटिपका एकदम खुसी लागि महान व्यक्ति दफा भेटिपा पिना इदि ताइला अब दफा एलम कथा हिरी हांका केलेको दिमाग जाति उत्थान पक्का पक्का एला थपा इता थपा लुकाई इदे बारेता हिसाबते इदे केलेको दिमाग समाज उजागर पार्टीको लागि हिंसा मेहनत गर्न इदे जीवन कथा त अतुन सन्नानको जीवन कहानी दोकेरा रे धन्यवाद सेवपका कालको गणेश मान धेमाल नेलाई नानी ते धेमाल एलो अभियन्ता लोकाइसो न यको कांको सत करे कान जीवनी इदे उर्नी ले कविता तब कांको जीवनी लेखेका हि नकुनु का एलोङ धेमाल जातिको एलोङ संस्थापक सदस्य र समाज विकासको निर्माता का दे सांस्कृतिक कलाको चाहिँ एलोङ संस्थापक बुङ टुन्जे संस्कृति मञ्चको र का एलोङ लेखक र एलोङ का एलोङ सामाजिक कार्यकर्ता गरेकै का धेमाल जाति विकास केन्द्रको संस्थापक सदस्य नि एलाइका नानी यदि समाज पञ्चायत व्यवस्था बौद्धलते गणतन्त्र ठेकचुमला बेलाउ केलेको समाजको उन्नति विकास हेन्जाङ रेमका चाहिँ लाहाकेलाई एलोङ 2009 साल त लोला बेला केले एलोङ पार पनाई 2047 ता दोस्रो पार पनाई एला तेस्रो चरण ता केले अनि लाहे संस्थागत रूपता केलेको एलोङ धेमाल जाति विकास केन्द्रको केन्द्र हि यको एलोङ केलेको 10 बिघा एलोङ परियोजना स्थल हि इता विभिन्न कार्यक्रमलाई सञ्चालन पार राखेर इता सारा धेमालको युवा साहित्य कला संस्कृति भाषा वेशभूषा धर्म संस्कार संस्कृतिको जगरे नेपाली भाषी यो संस्था बनिकाई यासेङ झाराङ माया पाटेन चुम्बुली गोया नानी ठिकापा लोला बेला इदै संस्था झाराङको माछाता हामीकाई र झाराङ माया पाखे यिनीले जस्तो युवालाई चाहिँ एलोङ अभियन्ता युवालाई चाहिँ कमसेकम यासेङ एलोङ शिरधारा पाटेन नेलाई हामीले गइसन अदम दुखका नानको कामको एकदम केलाई स्मरण सर्ने एकदम केलाई खुसी नै आरमुङ केलाई एकदम धीरले बनायो केलाई केलाई बुङ एलङ यङ अवस्थाको जामलाई नै आरमुङ बुङ दि केलाइको धिमलाई गलाई ताइको भाषा वेशभूषा गलाई हिंसा रामले हाङ्काई इदै त एला केलाई हामीले गइनु बान्छीपालीको लागि इदै केलाई हाइपाली गोयाङ इतासो सुरुपाली गोयाङ इनको बारे त अब आफुसा टोपिने तेला मको केलाको विषय वस्तुको लागि जाति संगठनको विषय वस्तु थुप्रो नकुन विकास हे निर्माण हे कला यको सँगसँगै भाषा साहित्यको लागि यसै भाषा साहित्यको लागि इदोङ हैदन नेलाई भएपा अभियानका लागि जस्तै ले कविता सङ्गीत फिल्म डकुमेन्ट्री यस खालको प्रयोग पाली गए र उदै समाजको रहबरता चोली पाली गए साजिङे बेटा हैदन त्यो बन्छ हैदन संस्कृति थोरा थोरी एले रामी दोटेङ एलाङ आतिली जोर मान्टु एला हैदन नेला युवकलाई सुदा नानी ठिकापा लोका ठिकोङी हैदन प्रतिशतता लोला बेला केलाई कमसे आधा जेङकै नै यसै पुरा पाली भाषिङ चाहिँ एलासम जनचेतना र विकास निर्माणता चाहिँ कमसेकम झाराङ युवकलाई चाहिँ लागिली गयो हैदन केलाको एलोहने चिज मान्टो एउटा भाषाको लागि संस्कृति संस्कार हि नगो रीतिरिवाज हि नगो एला केलाको एला मरिमरा संस्कार संस्कृति ताही नगो बजार हि ता पुरो चिज यसै उठान पारेको भाषी यसै एला सोचुम्प इसफाटे चुम्बाङदला यसै लेता कविता ता फिल्म ता डकुमेन्ट्री ता चाहिँ बढी भन्दा बढी पाली गएर यसै
apa yasen sai sama sa sumuli guys kalau hining aidon kelai ko kala aidon antaraष्ट्रिय kelai जस्ता सन्तान को दे जुन हि लोसु लोसु तो का जुन लो अभियान हि इदे चाहिँ aidon antaraष्ट्रिय ता तीन पाले दो हे पनो kelai को झाराङ को कल्याण र kelai को जुन समाज को kelai को दाइ हुने को kelai को धेमलाई को कल्याण चाहिँ का अतुन सा नासिङ समय पितङ का इसो लिखा एला केलाइको धिमाल जातिको हिँदैबुङ एला कला संस्कृति जगन नेपाली भाषी एलङ भाषा धिरपाली भाषी इतिहास सुरुपाली इनको बुङ एलङ सनाइती नाको नुइसो अनुरोध पकाइ धन्यवाद यदि फिल्म बनेका लिए बनेका समिति के लिए वास्तव तो यदि कला संस्कार संस्कृति दोकान यदि केलाइको एलङ आयातित एलङ पश्चिमी मुलुकको एक खालको जुन देखासिखी र इनको पश्चिमी मुलुकको वेशभूषा एलङ लुकाई तर केलाइको हैसियत आई इनको नम्बरले म बुझी नै ल इनको परिस्थिति ढाका अवस्था है तर इनको गोताङमाको होला पहिलो त केलाइको भाषा सरकार संस्कृति सासौँ चाहिँ एलङ अभियान चालेले गयो झराङको एलङ एक खालको जुन केलाइको भाषा संस्कार संस्कृति रामपो खोइ र केलाइको सासौँ सुरुपाली गयो पहिलो चाहिँ र केलाको जुन समयता हाइलुकाइ बनला चाहिँ केलाइको चान चमिन्डी भूमिका जामलाई ता केलाइको भाषाको समस्या र भाषा छापा मधुइका अवस्था र काठा देमलाई काठा मापा अवस्था इङको एङ एलङ रुखेलीको एङला जहाँसम्म इङको जामला एङ ताईको भाषा सासौँ सुरुपाली गयो होला दोका कहाँको बुझायो र यसलाई जुन केलाइको धिमाल जाति विकास केन्द्रको एलङ परियोजना स्थल सङ्घ र एलङ परिकल्पना भए आइपन एक खालको यदि भाषा केलाई हेङ हेसापाती जगनपाङ हेसापाती चाहिँ ल चुम्पुलिदङ स्थापित पलिदाङ र जामला हेङ हेसापाती धेरपाङ जग्गा खालको कथा केलाई इनको केलाइको लङ केन्द्र कार्यालय छ लगभग 3-4 क्लासको किताब केलाइको अल्पकाई र इनको यहाँ छ ध्यान पिका मान्ठो जस्तो लागि केलाइको जुन समाज त इनको यसलाई लगभग लङ अभियान छु बोल्दै इनको कोयलङ चाहिँ समाधान पाली गयांगलाई र यसलाई कतिपय स्कुल गेलाइ त धिमाल भाषाको किताब गेलाबुङ परिपली थालिकै इनको एलङ चाहिँ रेमकम पक्षै इनको हेङ आरम्भुङ स्कुल दा अध्ययन पापाली भाषिङ चाहिँ प्रोसेस चालेली गयांगला जस्तो लागि आरम्भ एलङ कथा काङको मन्ता लागि चाहिँ नासिङ कथा आरम्भ अनुरोधमा खास गरी त केलाइको धिमाल जाति त मेला लागि थे यसलाई केलाइको मेला हिँड्ला बेलाउ जस्तै बेजना हिँडिङ केलाइको गरगहना बोहना ताईको वेशभूषा लगाइ त्यहाँदेखि वाजानलाई मानिखे यसलाई माल लगाइली लेदेरखे इदै कथा त अब आतुन्छ खुलस्त नाको मान्छ दोपी धन्यवाद रेमका हला प्रश्न हिन रेमका प्रश्न लोई इदै हेन्साम पार्सा जेंगा मान्ठो इदै केलाइको जुन जात्री केलाइ त श्रीजात केलाइ त जुन एलङ लगाइका पोसाक केलाइ को जुन समस्याले म लगाइखे र एलङ केलाइको समाज हिस्काइ गइपनो हिस्काइ पनला चाहिँ मिश्रित सामाजिक आशा चाहिँ बढी चाहिँ यता गैर देमलाई गेलै मको न गैर देमलाइको कारण छ एबलाइको चाहिँ वेशभूषाभरि आकर्षण जन्तेङ
यसलाई समेत इसका लुकाई इनको समस्या समाधान पाली र युवा र महिला लगायत वृद्धलाई झाराङ लागली गयो र लगभग आन्जीको अवस्था खान्थ्यौँ केही जात्री पर्व गेले त जुन चाड पर्व गेले त सिरजात गेले त ताइको वेशभूषा त अधिकांश लगाइदिनु लोनु रेम्टा जना र यिनको चाहिँ सुरुवात लगभग केही त जेम्पो खै यिनको स्थापित पतेन चाहिँ हल्ली गयो जस्तो लाग्यो अरु इलोङ कथाका नसे थाका तातें का अबै गया इलोङ केलाइको केला जतिता केलाइको रमाइलो जंके के ताबुङ इलोङ आइदुनु केलाइको वाजलाई लगाइलीको भाषी एला धिरपाली हिसाब पतें चुम्पुलाउ इनको ड्रेस का लाइक ताइको लगाइली पतें अभियान पाली गयंबे आइपाली गयंबे इति बारे ताको आतन सा गोपित आबा धन्यवाद आइदन कुनै पनि चीजको रामका चीज भोला बेला सारो सारो परेको सोना चीता उल्नु भतपतमा भेटी मगनो नेता नेनो ओखे गोत गाली हे इसका केला को बंग 2012 साल थी का पर हम कहीं गए 17 साल 18 साल थी का इसी सो केला को मिनिमम 50 बछर जति जेम भयो याको चाहिँ याको जुन केला को पोसाको बारे त आस राम भयो 2050 साल छ याको स्थापनाको लागि चाहिँ पनाई एला कम से कम एला देरा देरा छ जस्तै हैनको उदिने जुरा गलाई बोर बना लोला बेला स्कुइ बाबे लोला बेला इदे इसो नुहे लोला बेला झारा पोसा लगाइदे लोही जस्तै बोर बोर गलखि हो एला चाहिँ देरा देरा को समाज ही याको सं आगो पाली गया आइ जमलाई दोते मजाङ आइ दुनु वाराङलाई सो सुरु पाली गया इता सं आइ सुरु पाली गया कुनै बजार बेला कमसे उबला एला नयाँ नयाँ चीजको कल्पना पाली गया जस्तै आइ दुनु बजार त नाका बनाले गया सामूहिक नाका जस्तै राइकलाई भएपा त्यो सामूहिक नाका चाहिँ पनि पोसा लगाइते थिए नाली निखे ढोल बेला पनि एला सामूहिक लगाइते थिए निखे दोका जुन चुमकाई लुडोङ खे या आइदरो यसै पुरा पाली भाषी एलाको जेनेरेसन त एलाको जुन अगुवाई पाका छानातिकलाई चाहिँ यसै एलुङ आइदरो खे चाहिँ एलुङ चाहिँ मास्टर प्लान बनाइदे हामीले गयो या सारै नै याको जाङ याको काम चाहिँ पुरा जाङ इदरिका कथा दोना खुसी लागि इदे जति हेथिबुङ केलाइको समाज सर्कल ही समाज त एला समाजको लागि केलाई धेमाल समुदाय एलोङ रेमका आजते विचार गलाई जोपि अन्तिम दिन त एला नाङको मन छ अते हाइ तो खादुनो आइदनो युवा छन् एला केलाई वाराङलाई जिङ नहोइ आइदनो 2007 साल छ लोला बेला जम्मा केलाई 70 75 बहार जिङ नहोइ केला जति अब इलोङ लाम्फाको इलोङ पिढी गलाई 30 साल छ जुन छुमा नै नेले ठिकपा तापकाइ नै एला चाहिँ नयाँ जेनेरेसनको युवालाई चाहिँ केलाइको चीज फलो पाए पनो केलाइको आइदनो केलायङ सिला बेला समान पका जस्तो बयान मगर आइदनो केलाइको जुन एलोङ सफलता सुमका चीज गइ नै नेलाई एला यसिन चाहिँ भु आबे एकदम जाइले पनि निर्धारता गइछन काउदिने पनि केलाई थारु गलाई देख्दा नै ओबरको संगरहरुलाई खाङला बेला केलाको आमेन केलाई खानी आबे मार लगाइन देखे केलाको आमेने गले पूर्ण आमेने गलाई टाका खामे मान्थु ता दोटी टाका तुरुन्तै केलाको जाति संगठन पूरा नामेने गलाई जोम पाइने एला संग्रहालय पाए ठेका मेका केलाको जुन जुन चीज गलाई दाइ तापाले गयो उपभोक्ता इता इता आइदनु कम से कम इसकै गहे तो काखले गयो अब या सुरुवात त इसका पाली गयो अनि देना बारे आइदनु बजेट टाका हि देखे मको कातो गले 10 लाख तापी 5 लाख डरा सरत बनाइने 5 लाख को आमने बोकाइने केलाको आमने गला हायाइ 5 लाख को आमने गला 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 5 लाख को आम
मान्छुका बोलाबेला गोती नि लाग्छ मान्छुका चिजलाई बनाइटै तालेको तालेको। नकुन कोटा चिजलाई अहिले जुन जुन चिज चक्का चिजलाई कोसा मानिनु कोसाको भाइका बनाइलेको है यसलाई नक इसका गाहे दुका बनाइलेको है कोटा चिजको परि योजना ठोरीलाई बनाइटे कम तालेको उबेलाको संग्रहालय खामा इच्छा चिङ्नाइ र दुई भाषी कार्यालयहरू खदो कमसेकम समाजको लागि जाइलिबुङ सचेत र आइदन नेला युवालाई जेङ्नु आइदन केलाको इच्छा पुरा जान र नखरे कादी किताब पिखा उर्नी उर्नी लेखे कविता का आइदन यसैङ निलो आबे पावेका पाएका यसै भाषी नासेङ धन्यवाद कासेङ बुद्धिजीवी यसलाई केलाको धिमाल समाजको एकदम अग्रज व्यक्ति नानी कासेङ एलङ उर्नी ले कविता गालाइको एवं किताब कासेङ प्रदान पकाई एकदम कासेङ खुसी लागि इतै एला समय बुङा आशा अनुकूलता हि केले आरुङ थामे बुङा हन्डी गई काई एला इथे एकदम रेमका कथा दिल्ली निंगा एकदम भेटबुन चाहिँ खुसी चाहिँ इदै त भला खुसी पाला बेलाउ एकदम खुसी लागि अब दफा बिदा रुगा ल तपाईलाई चाहिँ यो उर्नी समाज के उर्नीले कविता चाहिँ गेलाई मैले एउटा कविता सङ्ग्रह निकालेको छु तपाईलाई यो के यस धिमल ज्ञानको पनि एकदम अध्ययन गरिदिनु होला र मेरो जीवनी यहीँबाट हेरिदिनु होला धन्यवाद धन्यवाद बुवा र म यति आफूलाई भाग्यमानी ठान्छु कि जस्तै उहाँ जस्तै एउटा सरस्वतीको खानी महासागरसँग मेरो कवि दादाले गर्दा भेट भयो र अर्जुन दादा हामीसँगै हुनुहुन्छ र फेरि पनि म उहाँको नाम पनि उच्चारण गर्न चाहन्न जुन हाम्रो मेरो आत्माले भन्छ र मेरो सौभाग्य कि तपाईँसँग मेरो भेट भयो धन्यवाद धन्यवाद कमसेकम प्रगति गर्नुहोस् अब तपाईँसँग मैले अब पछि मेरो गीतहरू अब एउटा गीतहरू चाहिँ तपाईँले प्रसार गरिदिनु एकदम एडिटिङ गरेर गरिदिनु पर्ने हाम्रो सौभाग्य हामी त्यो लाइकको हजुरले महसुस गर्नुभयो भने अवश्य पनि बुवा तपाईँको आशीर्वाद ल एकदम ल